नमस्कार। कार्यक्रम घटना र विश्लेषणबाट आदरणीय श्रोता, नेपाल बाणी नेटवर्कबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको कार्यक्रम घटना र विश्लेषणमा यहाँहरूलाई हार्दिक स्वागत छ। सत्तासीन दोस्रो प्रमुख घटक माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी ओली नैतिकताका आधारमा राजीनामा दिनुको साटो सरकारमै टाँसिएर बसिरहेका छन्। प्रजातान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष भनेको अल्पमतमा परेको सरकारले राजीनामा दिएर निकासको बाटो खुलाउनु पर्दछ। तर ओली नेतृत्वको सरकार भने संसद फेस गर्ने नाममा थप एक साता भने पनि सरकारमै बस्न लालायित देखिएको छ। उसले जतिसुकै यस्तो चाहना देखाए पनि साउन 6 गते हुने अविश्वास प्रस्तावमाथिको छलफलपछि ओली सरकारले बिदा पाउने लगभग निश्चित छ। अल्पमतमा परेको सरकारले राजीनामा नदिएसम्म संसद बैठक अघि बढ्न नदिने माओवादी केन्द्रको अडानका कारण संसद बैठक समेत अवरुद्ध हुँदै आएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउबा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित 281 जना सांसदले ओली सरकार विरुद्ध संसदमा दर्ता गराएको अविश्वास प्रस्तावमाथि आगामी साउन 6 गते छलफल हुँदैछ। संसदको कार्यसञ्चालन नियमावलीमा उल्लेखित व्यवस्था अनुसार बुधबार संसदमा दर्ता भएको सरकार विरुद्धको अविश्वास प्रस्ताव परिपक्व हुन एक साताको समय लाग्नेछ। सोही कारण अविश्वास प्रस्तावमाथिको छलफल आगामी साउन 6 गते मात्र अघि बढ्ने संसद सचिवालयले आज जनाएको छ। यसैबीच प्रमुख दलहरूबीच सरकारले पेश गरेको विधेयक पारित गर्ने विषयमा सहमति हुन नसकेपछि संसदको आजको बैठक पनि सूचना टाँगेर स्थगित गरिएको छ। सरकारले पेश गरेका आर्थिक विधेयक र ऋण तथा जमानत उठाउने सम्बन्धी विधेयक आज पारित गर्ने संसदको कार्यसूची रहेको थियो। साउन 1 गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकोले यी दुई विधेयक पारित गर्नुपर्ने बाध्यता थियो। तर तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले विधेयक पारित गर्न नमानेपछि सहमति हुन नसकेको हो। सभामुख ओन्सरी घरतीले प्रमुख सचेतकहरूसँग छलफल गरेर पनि सहमति नभएकोले बैठक स्थगित गरेकी हुन्। आजको कार्यसूचीमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउने र सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको 18औं वार्षिक प्रतिवेदन 2073 पेश गर्ने कार्यसूची रहेको थियो। त्यस्तै आर्थिक विधेयक 2073, राष्ट्र ऋण उठाउने विधेयक 2073 र ऋण तथा जमानत 21औं संशोधन विधेयक 2073मा दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको थियो। यसअघि संसदले विनियोजन विधेयक 2073 पारित गरिसकेको छ। यसअघि गत बुधबार तोकिएको संसद बैठक पनि सुरु नै नभई स्थगित गरिएको थियो। माओवादी केन्द्र र काङ्ग्रेसले प्रधानमन्त्रीले राजीनामा नदिई विधेयक पास हुन नदिने चेतावनी दिएपछि सभामुख घरतीले संसद बैठक सुचारू नगरी आजको लागि बोलाएकी थिइन्। कार्यक्रममा अबको पालो छ कुराकानीको। कुराकानीका साथ सहकर्मी खिला कार्की। संसदले सरकार विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलका लागि मिति पनि तोकिसकेको छ। सरकार गठनका लागि दलहरूले छलफल तीव्र बनाएका छन्। यसै विषयमा केन्द्रित रहेर नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीलाई केही बेर अगाडि मैले सोधेको थिएँ, सरकार गठनको तयारी कसरी भइरहेको छ? काङ्ग्रेस, माओवादी केन्द्र र कम्युनिस्ट पार्टी संयुक्त सम्मको 255 जना र 44 जना मधेसी मोर्चाको सिग्नेचरै भइसकेको स्थिति छ। मतलब मधेसी मोर्चासँग सरकार बनाउने बेलाका लागि पनि सहमति भइसक्यो। अहिले अब यसका सम्बन्धमा त अझै धेरै वार्ता, छलफल र सहमतिको स्थिति निर्माण गर्नुपर्ने धेरै कुरा बाँकी छन्। तर अहिले जहाँसम्म चाहिँ नि वर्तमान परिवेशमा हो, अविश्वासको प्रस्तावको साथमा उहाँहरू हुने कुरा, उहाँहरूको हस्ताक्षर भइसकेपछि त्यसलाई प्रतिबद्धताको रूपमा लिनु पर्यो। 279 त भइ नै सक्यो। त्यसपछि अरू साना दलहरू राप्रपा नेपालैसँग पनि संवाद र वार्ताको एउटा परिस्थितिहरू बनाउन हामी कोसिस गरिरहेछौँ। त्यस कारण नपुग्ने त म कुनै प्रश्नै होइन भन्न ठान्छु। यसमा अलिकति जस्तो प्रधानमन्त्रीले पनि भन्नुभएको छ, कानुनका विज्ञहरूले नि संविधानमा कहीँ अविश्वासको प्रस्ताव पास हुन्जेलसम्म छ, सरकार बनाउन चाहिँ जटिलता छ भन्ने क्वेसन चाहिँ के हो? यो तपाईँलाई के लाग्छ? यो चाहिँ नि लोकतान्त्रिक मूल्य र शाश्वत विश्व मान्यतालाई अवहेलना गरेर अपव्याख्या गर्ने अधिकार सबैलाई छ।
किनभनेदेखि संविधानले स्पष्ट रूपबाट अविश्वासको प्रस्ताव राख्ने व्यवस्था गरेको छ। व्यवस्था गरिसकेपछि अर्को चाहिँ के भने त्यो प्रधानमन्त्रीको रिक्तताको पूर्ति कसरी हुन्छ भन्दाखेरि या सहमतिबाट या बहुमतिबाट भन्ने कुरा संविधानले प्रश्न लेखेको छ। यो सबै कुरा दोहोऱ्याएर लेख्नुपर्ने स्थिति हुँदैन। अहिलेकै वर्तमान संविधानमा पनि अब यो सङ्क्रमणकालीन स्थितिसँग जोड्नुभन्दा संविधानका प्रोभिजन्सलाई हेरेर गर्दा पनि त्यो स्पष्ट रूपबाट देखिन्छ। र फेरि संसारमा कहीँ पनि लोकतान्त्रिक पद्धति र संसदीय व्यवस्थामा संसदभित्र अल्पमतमा परेर त्यो पनि अविश्वासको प्रस्ताव पारित भइसकेको स्थितिमा शून्यतामा राज्य रहन्छ भनेर परिकल्पना गर्ने कुरा अपव्याख्या मात्रै हो। त्यस्तो शून्यतालाई पूर्ति गर्ने काम चाहिँ कसले गर्छ भने संसदले नै गर्छ भन्दाखेरि यो जुन खालका व्याख्या गरिया छन् यो बुद्धिविलास मात्रै हो। त्यसको तात्विक मैले चाहिँ कुनै अर्थ देखेको छैन। अब यसलाई चाहिँ नि अत्यन्त गर्न खोज्यो भने सत्ता लिप्सा र लोकतान्त्रिक नैतिकता र मूल्यलाई बिर्सेर केही अल्मल्याउने र केही दिन पछाडि धकेल्ने अथवा सर्वोच्चसम्म जाने स्थितिहरूको निर्माण गर्न खोज्ने हो भने त्यो अर्कै कुरा हो। होइन भनेदेखि यो संविधानले नै यसलाई प्रष्ट रूपबाट भनेको छ। यसमा कुनै दुविधै छैन। प्रधानमन्त्री त्यतातिर जानु होला भन्ने लाग्दैन। जस्तो बहुमत हुनेले सरकार बनाउने हो लोकतान्त्रिक पद्धतिमा, सडकमा नै उहाँले चाहिँ उहाँको पक्षमा यस्तो प्रेसर उतार्ने यी खालका कुरामा त्यहाँसम्म जानुहुन्छ प्रधानमन्त्री भन्ने लाग्दैन तपाईँलाई? होइन, सडकमा जाने हो भने सडक नै नभएका चाहिँ नि अहिले अविश्वासको प्रस्ताव राख्ने पक्ष पनि छैन। उसको पनि सडक त्यत्तिकै बलियो छ। र अर्को कुरा चाहिँ के छ भनेदेखि यत्रो लोकतान्त्रिक पद्धति र प्रक्रियामा प्रतिबद्ध भइसकेको पार्टी र उसको नेताले साधारणतया एउटा चाहिँ नि जनमत प्रदर्शनको निम्ति केही गर्ने कुरालाई सामान्य ढङ्गले लिनुपर्छ। तर त्यसलाई चाहिँ नि लिने ढिबी लिएर म छाड्दिनँ भन्नु चाहिँ नि यो त लोकतान्त्रिक पद्धतिको निम्ति उपहास हुन्छ र उहाँहरूकै व्यक्तित्व, चरित्र र साख, क्रेडिबिलिटी भनौँ न, लोकतान्त्रिक क्रेडिबिलिटी गिर्ने कुरा हुन्छ। त्यसले 2-4 दिन ढिलो चाँडोको मात्रै कुरा हो, तात्विक रूपले कुनै असर गर्छ। तपाईँहरूले सरकार काम चलाउ भइसक्यो, अब अलि दीर्घकालीन महत्त्व राख्ने चाहिँ निर्णयहरू नगरोस् सरकारले भन्ने कुरा गर्नुभएको थियो। मन्त्री परिषदको बैठक नै बस्यो, धेरै निर्णयहरू राजनीति नियुक्तिहरू गरेको छ आज। होइन, अब हेर्नुहोस् यो चाहिँ नि पूर्ण अलोकतान्त्रिक हो। विधिविहीनता, नैतिक मूल्यको पतनको एउटा नमुनाको रूपमा यसलाई बुझे हुन्छ। अब त्यसलाई के गर्नुपर्छ, पछि आउने सरकारले गर्ला। अहिले चाहिँ नि त्यसलाई त्यति मात्रै ढङ्गले बुझौँ। किनभने हेर्नुहोस् त, एउटा इक्जाम्पलको निम्ति हेर्नुहोस्, बेलायतको युको जन्म सङ्ग्रहपछि डेभिड क्यामेरनलाई राजीनामाको कहीँ प्रश्न उठाउँदैन। द मोमेन्ट उसले राजीनामा गर्छु, राजीनामा गरिकन अर्को थापित पनि भइसक्नु भयो प्रधानमन्त्री भन्दाखेरि यो त लोकतान्त्रिक मूल्यप्रति को कति प्रतिबद्ध छ र नैतिक लोकतान्त्रिक नैतिक आधारहरू कति छन् भन्ने परीक्षण गर्ने पनि बेला हो। अब यही समीकरणको किन आवश्यक पर्यो त, जुन अहिले माओवादी केन्द्रसँग तपाईँहरू बनाउन लागिराख्नु भएको छ, यसको आवश्यकता किन पर्यो? यसको आवश्यकता भन्दा पनि यो बाध्यात्मक परिस्थितिको उपजको रूपमा पनि लिएको हुन्छ। एउटा कुरा, जुन खालको अहङ्कार, झुटको खेती र भ्रमको पुलिन्दा बाँड्ने र राष्ट्रको मूल समस्याको ज्वरोलाई चाहिँ नि समात्न नसक्ने खालको सरकारको गतिविधि हो। राजनीतिलाई जुन किसिमको ध्रुवीकरण र सहमति भन्दा पनि आफ्नो एकल इच्छाले नै सबै चलाउन सक्छु भन्ने खालको अहङ्कारहरूको प्रदर्शन भयो। त्यसले गर्दा पनि विकल्प खोज्नुपर्ने अवस्था थियो। हामी नेपाली काङ्ग्रेस प्रतिपक्षको नाताले हामी त वेटिङ गभर्मेन्टमै हो। हामीले प्रतिपक्षको नाताले जे आवाज उठाउने त्यो संसदभित्र पनि उठायौँ, बाहिर पनि उठायौँ। अब अहिले यो सरकार गिर्नुको कारण त काङ्ग्रेस होइन नि, उहाँहरूसँग रहेको एउटा मूल गठबन्धन जुन हो त्यो गठबन्धनलाई नै उहाँहरूले सन्तुष्ट राख्न सक्नु भएन र विकल्पमा जानुपर्ने स्थितिमा काङ्ग्रेसको योभन्दा ठुलो विकल्प के हुन्छ सर?
हामी वर्तमान सरकारको नेतृत्वमा सहमतिको सरकारमा जान सक्दैनथ्यौँ, किनभने 9 महिना अगाडि नै हामीले त्यो इन्कार गरेको कुरा हो। जुन एकचोटि इन्कार गरिसक्यौँ त्यो 9 महिनापछि गएर त्यसलाई स्वीकार गर्ने भन्ने प्रश्नै उठ्दैन थियो। अनि उहाँहरूको गठबन्धनलाई उहाँहरूले सम्हालेर राख्न सक्नु भएन। माओवादी केन्द्र छुट्टिएर आयो, त्यो स्थितिमा काङ्ग्रेसको अहिलेतिर के विकल्प हुन्छ? काङ्ग्रेसले चाहिँ परिवर्तनको निम्ति भन्दा पनि देशलाई विकल्पको दिनको निम्ति गरे हो भनेर बुझ्नु राम्रो हुन्छ। जस्तो अहिले पनि त राजनीति त सहमतितर्फ उन्मुख छैन। एमाले बाहिर रहँदा एक किसिमको अर्को खालको ध्रुवीकरण भएको छ। यसले संविधान कार्यान्वयनमा सहयोग पुग्छ जस्तो लाग्छ? समस्या उत्पन्न हुँदैन? समस्या, चुनौती, अवसर सबै हाम्रो सामान्य छ। अहिले हामीले सरकार निर्माण गर्नासाथ सब जादुको छडीले सब समस्या समाधान हुन्छ भन्ने कुरा पटक्कै हो। प्रशस्त चुनौती छन्। संविधानको कार्यान्वयनको चुनौती, मधेस तराईमा देखिएका समस्याहरूलाई सम्बोधन गरेर संविधानमा देखिएका केही कमीलाई पूर्णता दिएर यो संविधान कार्यान्वयन गर्नुपर्ने एकातिर राजनीतिक रूपको चुनौती छ भने यत्रो ठुलो भूकम्प पीडित राष्ट्रबाट नेपाली जनता चाहिँ जुन दुःखद अवस्था छन् त्यसलाई तत्कालै हामीले चाहिँ नि फेरि समाधान गर्न सकेनौँ भने त्यो झन् बढ्ता आउने सरकारको निम्ति चुनौतीपूर्ण हुन्छ। यतातिर गम्भीर हुनुपर्ने एकातिर आवश्यकता छ भने अर्कोतिर सरकार र प्रतिपक्ष भने त लोकतन्त्रको लोकतान्त्रिक संस्कारको एउटा प्रक्रिया हो। तर राष्ट्रिय मुद्दामा फेरि पनि सहमति निर्माण गर्नुपर्छ। तिक्तता अथवा आवेश भावावेशमा भन्दा धेरै राष्ट्रिय नीति निर्णयका प्रक्रियामा हामीले सहमति नै खोज्नुपर्छ। काङ्ग्रेस संसदको ठुलो पार्टी, यो गभर्मेन्ट बन्दै गर्दा माओवादीले चाहिँ एमालेसँगको गठबन्धन छोड्दै गर्दा काङ्ग्रेसले किन नेतृत्वको सरकारको नेतृत्वको दाबी गरेन? कुनै नभइकन छोडिदियो? होइन, दाबी गर्ने भन्दा पनि हेर्नुहोस्, माओवादी केन्द्र अथवा प्रचण्डजी नै भनौँ, प्रचण्डजी चाहिँ नि लामो सशस्त्र हिंसात्मक द्वन्द्वपछि प्रवेश गरेर शान्ति प्रक्रियामा जो समावेश हुनुभयो र त्यसको नेतृत्व काङ्ग्रेसले गर्यो र एकातिर माओवादी लोकतान्त्रिक रूपान्तरणको प्रक्रियामा जुन गतिबाट आइरहेछ त्यसलाई हेर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर हिजोको सशस्त्र हिंसात्मक द्वन्द्वको नेतृत्व गरेर बसेको पार्टीको नाताले केही शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने पनि बाँकी बकौता कुराहरू र सबैलाई संयोजन गरेर, किनभने जसरी एमालेको नेतृत्वमा माओवादी गयो बस्यो नि त 9 महिनासँगै काम गर्यो, त्यसै गरी प्रचण्डजी को नेतृत्वमा एमाले पनि सघाउ पुर्याउन सक्छ, सुघाउ पुर्याउनु पर्छ राष्ट्रिय मुद्दाहरूमा र हामी सबै मिलेर नै गरौँ भन्ने दृष्टिकोणले काङ्ग्रेसले अहिले दाबी गरेन। त्यो कि प्रचण्डलाई चाहिएको थियो प्रधानमन्त्री, एमाले नदिएपछि बाहिरियो अनि काङ्ग्रेसले दिएर सहमत भयो, के हो बुझाइ? होइन, त्यो त राजनीतिमा जस्तो जस्तो गरेर बुझे पनि हुन्छ, जसरी व्याख्या गरे पनि हुन्छ। प्रचण्डजी पहिला पनि प्रधानमन्त्री भइसक्नै भयो यो देशको, त उहाँहरूको बीचको गठबन्धन तोडिनुको कारक तत्त्व हो यो सरकारको परिवर्तनमा। त्यसमा वास्तवमै भन्यो भने काङ्ग्रेसले मात्रै खोजेर थियो, हुँदैन थियो भन्ने कुरा त सबैले, र यसको अर्थ आफ्नो गठबन्धनलाई तहलाउने र संयोजन गरेर राख्न नसक्ने वर्तमान सरकारको औचित्य आफै सिद्धियो। त्यस्तोमा हामीले त विकल्प दिनै पर्थ्यो। प्रमुख प्रतिपक्षी भने चाहिँ नि वेटिङ गभर्मेन्ट पनि हो कि, त्यसले चाहिँ विकल्प दिनु पर्थ्यो। विकल्पमा अहिलेको वस्तुगत परिस्थितिले हामीले चाहिँ नि माओवादी केन्द्रको नेतृत्वलाई स्वीकार गर्यौँ, त्यसलाई त्यति मात्रै बुझ्यौँ। भर्खरै यहाँहरूले सुन्नुभयो नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीसँग गरिएको कुराकानी। विश्रामपछि कार्यक्रममा पुनः स्वागत छ। सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएपछि काम चलाउको हैसियतमा पुगेका प्रधानमन्त्री केपी ओलीले 2/3 बहुमतको सरकारको शैलीमा मन्त्री परिषद बैठकबाट राजनीतिक नियुक्तिदेखि दीर्घकालीन महत्त्व राख्ने निर्णय भटाभट गराएका छन्। आज बसेको मन्त्री परिषद बैठकले नेपाल स्वास्थ्य चिकित्सा शिक्षा सेवा ऐनको मस्यौदालाई संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ। नेपाल स्वास्थ्य चिकित्सा शिक्षा सेवा ऐनमा एमाले
एमाले निकटका सहकारीद्वारा सञ्चालित विवादित मनमोहन मेडिकल कलेज सम्बन्धित विषयहरू सो मस्यौदामा उल्लेख भएको बताइएको छ। यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक मेसिनरी खरिदका लागि 20 करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ। ओली सरकारले न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासन तर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेलको बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। ओली सरकारले निजामती सेवामा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको थियो। यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले कामचलाउको हैसियत पाइसकेपछि सरकारका सचिवहरूको सरुवा गरेका हुन्। यसैगरी सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा एमाले समर्थित पत्रकार गोविन्द पोखरेललाई नियुक्त गरेको छ। यसअघि काङ्ग्रेस सरकारबाट नियुक्त पाएका रमेश तुफानले अवकाश पाएपछि रिक्त रहेको स्थानमा पोखरेलको नियुक्ति गरेको हो। आज बसेको मन्त्रिपरिषद बैठकले पोखरेलको नियुक्तिसँगै चलचित्र विकास बोर्डको सदस्यमा नरेन्द्र महर्जन र अशोक कुमार राईलाई नियुक्त गरेको छ। आज बसेको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस सहितका दलले ल्याएको सरकार विरुद्धको अविश्वास प्रस्तावको सामना गरी संविधान बमोजिम अघि बढ्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए। यसैगरी मन्त्री परिषद बैठकले गुगल बोयका रूपमा चिनिएका आदित्य दाहालका नाममा स्थापित आदित्य प्रतिष्ठानलाई 1 करोड रुपियाँ दिने तथा लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेश काजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। राजनीतिमा नैतिकताले ठूलो अर्थ राखेको हुन्छ। माओवादी केन्द्रको बैशाखी टेकेर सत्तामा पुगेका एमाले अध्यक्ष केपी ओलीले सत्तामा टाँसिरहनका लागि लाखौं रुपियाँ खर्चेर स्वतन्त्र नागरिकका नाममा राजधानीका सडकमा आज आफ्ना केही कार्यकर्ता उतारेका छन्। यस सम्बन्धी थप समाचार सामग्रीका साथ खिला कार्की। राजनीतिका भाषामा ओली सरकारको हैसियत काम चलाउ बाहेक अरू केही पनि छैन। संसदले समेत ओली सरकारका विरुद्धको अविश्वासमाथि छलफलका लागि समेत तोकिसकेको छ। तर प्रधानमन्त्री ओली स्वतन्त्र नागरिकका नाममा लाखौं खर्च गरेर राजधानीको माइतीघर मण्डलमा आई एम विथ केपी ओली लेखिएको ब्यानर र ओलीको समर्थनमा लेखिएका प्लेकार्ड सहित केही कार्यकर्तालाई प्रदर्शनमा उतारेका छन्। आफ्ना कार्यकर्तालाई लाखौं खर्चेर सत्ता जोगाउनका लागि सडकमा उतार्नु आफूलाई लोकतन्त्रवादी भन्नेहरूले कति पनि सुहाउँदो काम होइन। तर ओलीको राजनीति प्रारम्भदेखिको दर्शन मार्क्सवाद र लेनिनवाद हो। यसैले उनी लोकतन्त्रवादी नभएको यो घटनाबाट पनि पुष्टि हुन्छ। विधि र विधानभन्दा बलमा उनको बढी विश्वास छ। त्यही भएर संसदमा अल्पमतमा परिसकेको सरकार टिकाउनका लागि छदम नाम दिएर कार्यकर्तालाई सरकारको समर्थनमा आई एम विथ केपी ओलीका नाममा सडकमा उतारेका छन्। श्रोता, कार्यक्रम घटना र विश्लेषणका बारेमा तपाईँका कुनै सुझाव सल्लाह र प्रतिक्रिया भएमा हामीलाई लेखी पठाउन सक्नुहुनेछ। तपाईँको प्रतिक्रियालाई हामी कार्यक्रममा स्थान दिनेछौँ। यसका लागि पत्र पठाउने हाम्रो ठेगाना हो घटना र विश्लेषण@gmail.com। हाम्रो फेसबुक पेजमा पनि तपाईँले आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुनेछ। हाम्रो फेसबुक पेज हो /घटना.विश्लेषण। ठेगाना पुनः एकपटक घटना र विश्लेषण@gmail.com। हाम्रो फेसबुक पेज हो /घटना.विश्लेषण। हवस् त श्रोता, यिनै प्रस्तुतिका साथ आजको कार्यक्रम हामी यही टुङ्ग्याउँछौँ। कार्यक्रमबाट नेपालवाणी नेटवर्कका प्रबन्ध निर्देशक रविन्द्र रिजाल, समाचार निर्देशक दामोदर दवाडी, सहकर्मी मुक्तिबाबु रेग्मी, प्रकाश थापा र खिला कार्की सहित म रामजी दाहाललाई पनि बिदा दिनुहोस्। नमस्ते।